हरे पुर्खाहरूले गरेको कर्म छोरा नातिमा सर छ। पुर्खाहरूले गरेको कर्म छोरा नातिमा सर छ। पहिले कस्तो कर्म गरियो त्यही फल भोग्नु पर्छ। हुन्छ कि हुन्न हे राधा, हरे धान रोप्यो धानै फल्छ। मकै छ रे मकै धान रोप्यो धानै फल्छ। मकै छ रे मकै सत्कर्मले सुखै मिल्छ। असत्यले दुखै हुन्छ कि हुन्न हे राधा, संसारको चल्ती चलन भगवानको लीला। संसारको चल्ती चलन भगवानको लीला। जन्मेपछि मर्नु पर्ने 84 लाख चोला हुन्छ कि हुन्न हे राधा, हरे पंचपल्ल बर पिपल आपसमी डुम्रे। पंचपल्ल बर पिपल आपसमी डुम्रे। भगवानको भक्ति बिना मुक्ति छैन कुन्ने हुन्छ कि हुन्न हे राधा,
महाधूपम् आघ्रापयामः रथलोकान्तमञ्जरीं भगवोऽतिप्रदास्तुभ्यम् अर्पयामि हरे प्रेम हिरमया देवा अर्घ जल चलाइन्छ ओम तिपा दूध दूध पादो तदुंग स्नान ओम सिद्ध मुखाय नमः पाद्यम अर्घम आचमने प्रदान दक्षतादम गाउन ओम नपुजा ओम सिद्ध दर्शनाय नमः ओम सिद्ध दर्शन या गच्छ यति छ यावत गरमि हेता बाबु उता आयो उतै छन् चारवटा यही छ नि छ चार भइसक्यो ल सवाल ओ तरणहाय नमः इदं फलमया देवा स्थापितं प्रत तव तेन मे सफलाप्ते भवेत् नमन्यननि हिरण्य गर्वासोपादि संसार चल्नु पर्छ हेर बाबु परम्परा अनुसार विश्वासैमा संसार चल्दछ र पर 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 विश्वासैमा संसार जन्मेपछि मर्नु पर्ने इच्छा स्वर्ग जाने जन्मेपछि मर्नु पर्ने इच्छा स्वर्ग जाने कसले हो त कुन बाटो मरेपछि स्वर्ग लाने नाडुङ्गा छ नमाटो स्वर्गमा जाने बाटो 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 नाडुङ्गा छ नमाटो हरे हे बाबु बनाऊ बाबु पाटी पौवा देउ गरिबलाई खाना बनाऊ बाबु पाटी पौवा देउ गरिबलाई खाना सजिलो हुन्छ मरेपछि वैकुण्ठमा जान स्वर्गमा जाने औ भने बाटो यस्तै खरे 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 स्वर्गमा जाने औ भने हरे हरे हे सम्पत्ति नै खर्च गरे कमाइने धर्म सम्पत्ति नै खर्च गरे कमाइने धर्म कसले बुझ्छ खै त बाबा गरिबको मर्म ईश्वर सम्झैला छैन गरिबको बिना छैन ईश्वर सम्झैला छैन पूर्णचन्द्र दर्शनको उपलक्ष्यमा 84 पूजाको भव्य कार्यक्रमका बीच हामी यहाँ सबै उपस्थित भएका छौँ। हामी पाल्पामा गैरे कल्याण समाज भनेर पाल्पामा गठन भएको छ। त्यही समाजको तर्फबाट आज आमालाई सम्मानका खातिर हामी यहाँ उपस्थित हुन पाउँदाखेरि हामी अत्यन्तै गौरवशाली भएका छौँ, भाग्यशाली भएका छौँ। आजको यस अवसरमा आमाको सुस्वास्थ्य दीर्घायुको पूर्ण कामना गर्दछौँ र निरन्तर रूपमा
हामीले आमाको आशीर्वाद पाइराखौँ। आजको दिनमा यही लामो समयसम्म हामी आशीर्वाद पाउन सकौँ, यही हाम्रो कामना रहेको छ। र यस अवसरमा आज समाजका आदरणीय सल्लाहकारज्यू कमल कृष्ण गैरेजी हुनुहुन्छ, हाम्रा कोषाध्यक्ष मानेश्वरजी हुनुहुन्छ, त्यस्तै बन्धु मदन गैरेजी हुनुहुन्छ, लगायत हाम्री ममतामयी आमा ईश्वरा गैरेलाई सानो सम्मान यो सादा एउटा प्रशंसा पत्रले सम्मान गर्न गइरहेका छौँ। यसमा सहयोग गरिदिनु भन हाम्रा आदरणीय माननीय सांसद ठाकुर प्रसाद गैरेजीलाई पनि म अनुरोध गर्दछु। समाज जिल्ला समन्वय समिति पाल्पा, यो गहिरे तीनटा शब्द लेख्नुको कारण विभिन्न तरिकाले आफूलाई चिनाउने गरेको गहिरेहरूले भएको कारणले यो गरिएको हो। सम्मान पत्र पाल्पा जिल्ला बगनासकाली गाउँपालिका वडा नम्बर 7 कल्लाबारी सादी घर भई हाल रूपन्देही जिल्ला मणिग्राम निवासी स्वर्गीय नरहुपाल गैरेकी धर्मपत्नी स्वर्गीय धातानन्द गैरे, लेखनाथ गैरे, दुर्गा प्रसाद गैरे तथा गिरी प्रसाद गैरे कल्याण समाज पाल्पाका सल्लाहकार श्री सल्लाहकारकी ममतामयी माता गैरे वंशकी कुल दीपक चन्दादाता ईश्वरा गैरेले 1000 पूर्णचन्द्र दर्शन गर्नुभएको उपलक्ष्यमा मिति 2081 कार्तिक 1 गते आश्विन शुक्ल पूर्णिमाका दिन आयोजित 84 पूजाको पुनित अवसरमा गहिरे कल्याण समाज जिल्ला समन्वय समिति पाल्पाको कामना सहित यो सम्मान प्रदान गर्दछ। धनपति गैरे सचिव, धातानन्द शर्मा गैरे अध्यक्ष, मिति 2081 कार्तिक 1 गते। मेरो छोरा नाति मनाबी, मेरो गैरे परिवार, मेरो इष्टमित्र कुटुम्बमा सबैको जय जय होस्, सबैलाई सुख शान्ति होस्, सुख शान्ति ताली बजाउनु सबैले। हस्त्यो अर्घम मुखे आत्मनि जलम समर्पयामि नारायण हरि ओम अहम सिद्धमानाय नमः पुष्णे नमः भेट्छु कि प्रभु भनी शिरमा चन्दन घसेको पीर पारेरै
नपरी बरबर आँसु नझरी जपिँदैन हरि मनमा पिर नपरी बरबर आँसु नझरी जपिँदैन हरि मनमा पिर नपरी बरबर आँसु नझरी जपिँदैन हरि मनमा पिर नपरी बरबर आँसु नझरी नझरी जपिँदैन हरि मनमा पिर नपरी बरबर आँसु 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 नझरी हे स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ स्वार्थी मनले जब हामीले हरि जपिन्छ फिर हार्दैन थपिन्छ हे पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा पाइन सुख मैले मन लागे नि हरिमा कस्तो रहेछ करिमा पाइन सुख मैले मन लागे चंद्रवेणी को इंद्रा देवी को नमोदगणी को शांति कलश को वरुण कलश को दीपनाहरू को समस्त देवी देवताहरू को काली महालक्ष्मी माँ सरस्वती को अवनादि यज्ञहरू को अग्नि माता को गण्डकी माता अवतारहरू को दशौं अवतारहरू को अखण्ड अवतार को भगवान का नाग श्रमहरू को पूर्ण अवैध देवताहरू को पूजी देवताहरू को ब्रह्मा विष्णु महेश्वर को सदा शिव पार्वती माता को समस्त आद को आनंद को आगंतुक अतिथि पाहुनाहरू को संपूर्ण वर्णीय ब्राह्मणहरू को कौन्य गोत्रका पितृहरू को पितृका पत्नीहरू को विश्रामं कुरु Oh
बिछाइ भैमा स्वर्ग तरङ भजेर शिव महिमा स्वर्ग तरङ भजेर शिव महिमा माथि कैलाश पर्वतमा बसे शिव पार्वती माथि कैलाश पर्वतमा बसे शिव पार्वती बाको छाला बिछाइ भैमा स्वर्ग तरङ भजेर शिव महिमा स्वर्ग तरङ भजेर शिव महिमा त्रिशूल सँगै डम्बरू